तपाईँहरूले त पर्सिनु हामीले चाहिँ विशेष पर्सिनु पर्ने हो तपाईँहरूले पर्सिनु पर्ने हामीले हो है हामीले पर्छौँ हाम्रो चाहिँ तपाईँहरूले लिँदा चाहिँ पर्सेरै लिनु पर्यो हाम्रो पर्सेर चाहिँ हामीले तपाईँहरूले लिँदा पर्सेरै लिनुपर्छ हामीले त्यसै लिनु भयो होइन त अब यसलाई के भन्नु अब लामो कुरामा नजाउँ है अब कुन कुन सम्झिनुपर्छ हामी सबैलाई जान पहिचान छँदैछ कसैले परिचय गराउनु परेन मलाई तपाईँहरू सबैले चिन्नुहुन्छ है दाजुलाई सबै चिन्नुहुन्छ हजुर सबै चिन्नुहुन्छ परिचय गर्नु परेन यहाँ मेरो भाइ हो काका सर चिन्नुहुन्छ तपाईँहरू कान्छा काका मङ्गलमा राम्रो है सबै चिन्नुहुन्छ म तपाईँहरू सबै चिन्छु त्यसले गर्दा हामी 3 पल्ट ढोगौँ बस एक सुरु आजदेखि चाहिँ हाम्रो जति पनि प्रतिबन्धहरू छ सम्झिनी माझमा त्यो सबै खोलियो है अब हामी अप्ठ्यारो मान्ने कुरा आएन कहीँ पनि भेट्यौँ भने हामी जहीँ पनि बजार बाटो घाटो जहीँ पनि भेट्यौँ भने हामी यसरी नै हात जोडेर हामीले एकअर्काको है सत्कार गर्नु पर्यो र मौका पर्यो भने एकपक्ष पनि खिलाएर पठाउनु पर्यो है र यो हाम्रो सधैँभरि बाँचेर बसेर रहोस् है र हाम्रो यो सम्बन्ध बलियो भएर जाओस् किनभने छोराछोरीको जति बलियो हुन्छ आमा बाबुको पनि त्यति नै बलियो सम्बन्ध हुन्छ र तपाईँहरूले मेरो छोरी लग्यो भन्ने होइन तपाईँहरूकोमै छ तपाईँहरूको छोरा पनि गएको छ है हाम्रो त्यसले गर्दाखेरि एकदम यो बलियो सम्बन्ध भएर बसोस् ल हाम्रो कामना छ तपाईँहरूसँग यस्तै होइन सम्बन्ध बढिरहोस् हामी पनि बोलाउँदाखेरि तपाईँहरू आइदिनुहोस् ठिकै छ नि त भन्नु जो पर्छ होइन जानै पर्छ अब जस्तो अस्ति मान्छे सम्झ बिमार हुनुभयो कुद्यौँ नि अब के गर्नु हो के कसो भनेर गएर 2 दिन बस्यो अरे हामी त्यही त हो अरू कुरो अरू बेलाको त छँदैछ यसो आफ्नो अरे खाइन्छ होइन तर चाहिँ दुःख बिहार भएको परेको बेला त जानै पर्छ एकदम जानुपर्छ त्यसमा चाहिँ होइन दुईटा फ्यामिली एक भन्नु त दुईटा फ्यामिलीको प्रब्लम त अर्को पनि परिन्छ होइन त्यहाँ त सम्झिनीहरू साह्रै कुरो जानु भने 18 वर्ष है त्यस्तो मिलेन यत्रो गरेर यत्रो परम्पराले है यत्रो कोसिस राखेर हामीले यहाँनिर सबुतहरू यो सबै होइन रीतिरिवाज हो नि त एक भाग हो नि त एक हो नि त यसलाई त्यसरी सजिलोसँग कहाँ टाढो बनाउनु पाइँदैन एउटै भएको छ अब हामीले हुँदैन